1 कोरिन्थी 16। परमेश्वरका जनहरूका निम्ति भेटी। अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेश अनुसार तिमीहरूले गर्नु। प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो कमाई अनुसार केही धन छुट्याएर जम्मा गर्दै राख्नु, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्। अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचय पत्र दिएर तिमीहरूका भेटी लिई यरुशलेम पठाउनेछु। तर म पनि जान ठिक देखियो भने तिनीहरू मसँग जानेछन्। व्यक्तिगत निवेदन। माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु। सायद म तिमीहरू कहाँ केही दिन बस्नेछु अथवा हिउँद पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। यसपालि तिमीहरूसँग एकैछिनको मात्र भेटघाट नगरेर प्रभुको इच्छा भयो भने केही समय बिताउने आशा मैले राखेको छु। तर पेन्टिकोसको चाडसम्म म एफिससमा बस्नेछु, किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ अनि विरोध गर्नेहरू पनि धेरै छन्। तिमोथी तिमीहरू कहाँ आउँदा तिनलाई तिमीहरूका साथ निस्फिक्री बस्न देऊ, किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेछन्। यसकारण कसैले तिनको अवहेलना नगरोस्, तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेऊ र तिनी म कहाँ आउन्, किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु। अब भाइ अपोल्लोसको विषयमा मलाई यो भन्नु छ कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निकै आग्रह गरेथे, तर अहिले आउन तिनलाई बिल्कुलै इच्छा भएन। तर मौका पाउन साथ तिमी आउनेछन्। सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थी बन। जे गर्छौ ती सबै प्रेममा गरिएका हुन्। भाइ हो, तिमीहरूलाई थाहा छ कि स्टिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्। यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। स्टिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भए, किनकि तिनीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए, किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर। आखिरी अभिवादन। एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्। सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। म पावल आफ्नै हातले यो अभिवादन लेख्दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने ती यो श्रापित होस्। हे हाम्रा प्रभु, आउनुहोस्। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।